नमस्कार, मेरो नाम रोशन ओली, हाल मलेसियादेखि। म अहिले के भन्न आइरहेको छु भन्दा यो भिडियो लिएर यो पटक नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैजनाले भारी बहुमतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विजय गराउँ। किनकि वर्षौंदेखि पुराना दलहरूले नेपाललाई खुन चुसेको जसरी चुसेर सकिसके। अब देश बनाउने जिम्मा युवाको। त्यसैले सबैजनाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएर भारी बहुमतले विजय गराउँ। सबैजनाले आफ्नो आफ्नो घरमा पनि भनौँ, जो हामी विदेशीका युवाहरू छौँ, सबैजनाले आफ्नो घरमा भनेर, आफ्नो फ्यामिलीलाई भनेर, आफ्नो बाबुआमालाई भनेर जसरी हुन्छ यो पटक सबैजनाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै ठाउँबाट विजय गराउनुपर्छ। किनभने अबको चाहना भनेको युवा पुस्ताको हो। अब देश बनाउने जिम्मा युवा पुस्ताको हो। बुढापाकाले केही पनि गर्न सकेन। हाम्रो बाबुआमाको सानो गल्तीले गर्दा अहिले हामी विदेशिनु परेको छ। हाम्रो बाबुआमाले पार्टी भनेर, आफ्नो मान्छे भनेर भोट दिए, अहिले हामी विदेशिनु परेको छ। त्यसैले अहिले सबैजना सचेत हुन जरुरी छ। हामी सचेत युवाहरू लगायत बुढा मान्छेहरू, सानो मान्छेहरू सबैजना सचिन जरुरी छ। त्यसैले यो पटक चुपचाप घन्टीमा छाप, सबैजनाले घन्टीमा छाप हाल्नुपर्छ। यो पटक घन्टीलाई भारी बहुमतले विजय गराउनुपर्छ। जय राष्ट्रिय स्वतन्त्र पार्टी, जय नेपाल।